हामी अब पशुपतिनाथ यहाँनिर पशुपतिनाथ मन्दिर त्यहाँ छ अगाडि मन्दिरमा हामी आइपुग्यौँ अब ठ्याक्कै पशुपति सबैले जय शम्भु कमेन्टमा लेख्नु होला हैन साथै तल छ माथि छ तल माथि भइरहेछ यता पशुपतिनाथ यसरी विदेशहरू पनि आएछ यहाँनिर क्यामेरामा लगाइरहेछ अरे पुरै क्यामेराहरू आएछ विदेशहरू आएर सबैजना गएछन् होइन आर्यघाट के हो यो चाहिँ थाहा भएन तर सबै यो विदेशहरू यसरी लाइनमा आउँदैछन् यहाँ कुन गाइड कसले गर्दैछ हेर नागा बाबाहरू उतापट्टि सडकको किन यहाँ मान्छे बसेको छ हेर्नु पऱ्यो यहाँनिर त्यो नागा बाबाहरू यसरी आएछन् यहाँनिर माथि पनि सकेको छैन के भएछ यहाँनिर त्यो हेर्नु आएको छ हामीहरू अब यहाँ सुन्नु नि आरती कति बजी हुन्छ अहिले हुन्छ 7 बजी हुन्छ कि 18 बजी छ त कति बजी हुन्छ कहीँ बस्नु न त कहीँनिर एक ठाउँमा एक ठाउँमा बस्नु न त कति यहाँ माथि जानु त्यो माथि के छ त्यो उतापट्टि जाउँ न उतापट्टि पर त्यो नि यसरी आएर कहाँनिर हेर्नु थाहा छैन पशुपतिनाथको आरती हेर्नु आएको छ हामी सबै प्याक छ त यहाँनिर प्याक छ त छिर्न ठाउँ छैन कहाँदेखि छिर्ने हो कुनै 18 बजी अब उहाँ जाँदा त त्यो मन्दिर टुप्पा बस्नुपर्छ अब जस्तो लागिरहेछ सबै ठाउँ प्याक छ क्या अब यहाँ चाहिँ खाली छ अब हल्ल खाली भयो आरती के तल पनि रहेछ त ठाउँ त नि तल पर बस्नु आरती उताबाट हुन्छ यताबाट हुन्छ यताबाट हुँदो रहेछ त उताबाट जाउँ त उता तल हुँदैन रहेछ यो हात हेर्न आएको छ मान्छेहरू गएर पर बाहिर काट्ने भ्याइपीहरूलाई कता आरती के हो जानु 7 बजे अरे आरती भन्नु 7 बजे अहिले कति नै बजेछ ए 20 मात्र भएको छ आज 40 मिनट भएको छ आरती हेर्ने 40 मिनट भएको कल्की त कहाँ उसमा छ क्या कि कहाँ छ अरे यहीँ हो उयो यो त सुरुमा त होइन तल यहीँभित्र त्यहाँभित्र होला यो कल्की भनेको मन्दिर कहाँ यो के हो यतापट्टिबाट के आरतीको लागि सबैजना पर्खेर छ यहाँनिर आरती पशुपतिको आरती होइन दृश्य हेर्नु परेछ हामीलाई अहिले ल